यो गाउँको नाम भनिदिनु न। के बजार? अर्पजा। अर्पजा। अनि यहाँबाट पेल्मा जानलाई कति टाइम लाग्छ? कति 2 घन्टा भन्नुभयो होइन? त्यो पारीको गाउँ चाहिँ पेल्मा गाउँ। हामी त्यो गाउँमा जाँदैछौँ। पेल्मामा गएर खाना खाएर फेरि त्यो डाँडो उक्लेर फेरि पछाडि त्यो ब्याकग्राउन्डमा देखेको 3-4वटा डाँडो 4वटा डाँडो कटेर जानुपर्छ। यो गाउँको नाम के हो? एमखरो। ए हामी पारी जाने, यता हुँदै उता ढोरपाटन पुग्ने। पुगिन्छ नि? आज होइन, आज कहाँसम्म पुगेला? तातो पानी पुगिन्छ? अहिले हामी यहाँ पेल्मा आइपुग्यौँ। दिउँसोको करिब कति बज्यो साथी हो? लगभग 3 बज्यो। हाम्रो सब साथीहरूको हालत खराब भइसक्यो हिँडेर। है अब चाहिँ हामी लगभग 3 बजे अब यहाँ बिहानको खाना बनाउँदैछौँ। अब खाना खाएर फेरि अब हामी यहाँबाट मुभ हुन्छौँ। अब नेक्स्ट अब कहाँ गएर बास बसिन्छ अहिलेसम्म थाहा छैन। हेर्दै जाउँ कहाँ हुन्छ। अब जहाँ थाकिन्छ, जहाँ 9-10 बज्छ त्यहीँ गएर बास बसिन्छ। हो नि, कालो दाल अर्ग्यानिक हो नि। अहिले हामी यो भिरमा छौँ। के भिर भन्ने कुरो हामी कसैलाई थाहा छैन र हामी चाहिँ गोल्छ्याङ जाँदैछौँ। के रे नाम? गोज्याङ जाँदैछौँ। अब त्यहाँ जानलाई अब कति स्थानीय बासिन्दाले भने अनुसार चाहिँ 3-4 घन्टा लाग्छ अरे। अब तिनीहरूले त हामीलाई तिमीहरूले अब सक्दैनौ जानलाई भन्दै थिए। अब हामी च्यालेन्ज लिएर जाँदैछौँ। अहिले लगभग 7 बज्यो भनेपछि हामी 10 बजे भित्रमा पुग्छौँ भन्ने हाम्रो आशा छ है। उकालो त बवालै थियो है। बाफ्रे बाफ्रे, उकालोले थलै पार्ला जस्तो थियो। तर हामी सफलतापूर्वक आरोहण गरियो।